धनुराशि हुनेहरूको लागि दर्शकवृन्दहरू यो वर्ष सामान्य रहेको देखिएको छ। शनिको अढैयाको कारणले विघ्न बाधाहरू अलि आउन सक्छन्। त्यसर्थ शनिदेवलाई चाहिँ प्रसन्न गरेरै अगाडि बढ्नु पर्यो। अर्थात् हनुमानजीको विशेष आराधना र उपासना गरेर अगाडि बढ्नुभयो भने सफलताका बडा सुन्दर योगहरू बन्छन्। गुरुको सप्तम स्थानको गोचर बडा शुभ फलदायी रहनेछ। घर परिवारमा विवाह आदिका मङ्गलमय शुभ अवसरहरू प्राप्त हुँदैछन्। यदि कसैसँग प्रेम गर्नुहुन्छ भने त्यो प्रेमलाई विवाहसम्म परिणत गर्न सक्नुहुन्छ, टुङ्ग्याउन सक्नुहुन्छ। नजिकका आफन्त मित्रहरूबाट विशेष साथ र सहयोगको अपेक्षा राख्नु भएको थियो भने ती सबै सहयोगहरू पनि प्राप्त हुँदैछन्। कार्यक्षेत्रमा सबैको प्रशंसाको पात्र बन्नुहुनेछ। साथै राजनैतिक क्षेत्रमा चाहिँ अलिकति विशेष ध्यान दिनुहोला। आफ्नो कुनै पनि विषयवस्तु राख्दाखेरि, आफ्नो भावनाहरू व्यक्त गर्दाखेरि, आफ्ना विचारहरू पस्किँदाखेरि, यहाँले आफ्नो अभिव्यक्ति राख्दाखेरि विशेष सावधानी राख्दै आफ्ना कुराहरू राख्नुपर्छ। सामाजिक कार्यमा प्रगति गरेर, सामाजिक कार्यमा राम्रा योगहरू निर्माण गरेर सबैको प्रशंसाको पात्र बन्न सक्नुहुन्छ र एउटा उदाहरणीय कर्म गर्न सक्नुहुन्छ। तपाईको लागि यो वर्ष चिनाउने समय पनि रहेको छ। समाजमा नाम कमाउने समय रहेको छ। आफ्नो लागि समय अवश्य पनि निकाल्नुहोस्। अलिकति स्पिरिचुअल हुनुहोस्, अलि आध्यात्मिक हुनुहोस्, केही धार्मिक विषयवस्तुहरूमा रुचि लिनुहोस्, केही समय मन्दिरमा समय निकाल्नुहोस्। अवश्य पनि आध्यात्मिक क्षेत्रमा बडा शुभ योगहरू बनिरहेका छन्। बडा राम्रा योगहरू निर्माण भएका छन्। कुल मिलाएर पोजिटिभ वातावरण निर्माण हुँदैछ। वैशाख महिनाको कुरा गरौँ भने दर्शकवृन्दहरू आर्थिक सङ्कट लिएर आएको छ। केही समस्याहरू, केही विघ्न बाधाहरू धन सम्बन्धित विषयवस्तुहरूमा प्राप्त हुन सक्छन्। बाँकी विषयवस्तु ठिक छ। जेठमा सबै शत्रुहरू नाश हुँदैछन्। तपाईलाई नराम्रो चाहने, कुभलो चाहने यी सबैहरू आफै पन्सिँदैछन्। असार महिनामा लामो दूरीको यात्रा गर्न सक्नुहुन्छ या सानातिना यात्राका योगहरू पनि निर्माण हुन सक्छन्। साउन महिना अलिकति स्वास्थ्यप्रति सचेत हुनुपर्ने अवस्था रहेको देखियो। कुनै पनि कार्य गर्दै हुनुहुन्छ भने स्वास्थ्यलाई विशेष ख्याल राखेर अनि मात्र अगाडि बढ्नुहोस्। भदौ महिनामा कसैले नराम्रो भन्न सक्छ, तपाईको कुभलो चाहन सक्छ। त्यसर्थ मानहानि हुने सम्भावना रहेका छन्। असोजमा कार्य सिद्धि हुँदैछ। धनलाभका योगहरू बनिरहेका छन्। कार्तिकमा पनि धनलाभका योगहरू बनिरहेका छन्। भनेपछि बडा सुन्दर योग बन्यो। मङ्सिर महिनामा हानि नोक्सानी बढ्नेछ र सम्बन्धमा समस्या हुन सक्छ। त्यसर्थ अवश्य पनि सचेत रहनुहोस्। पुष महिनामा स्थान परिवर्तनका योगहरू र माघमा स्वास्थ्यमा केही सानातिना समस्या। फागुन महिनामा दर्शकवृन्दहरू अधुरो काम पूरा हुने र चैत महिनामा पारिवारिक समस्याले सताउने। व्यापार व्यवसायको दृष्टिकोणले यो वर्ष धनुराशि हुनेहरूको लागि सामान्य रहेको देखियो। औसत स्थिति रहेको देखिएको छ। चुनौतीपूर्ण कार्यहरूमा सफलता मिल्नेछ र कपडा व्यापार, स्टेशनरी व्यापार या फेरि कुनै प्रकारको पुस्तक इत्यादिको, कपी किताब इत्यादिको यदि तपाईको व्यापार रहेको छ भने धनलाभका स्थितिहरू निर्माण हुनेछन्। यदि साझेदारी व्यापारमा हुनुहुन्छ भने पनि केही राम्रा योगहरू निर्माण हुँदैछन्। आफन्तजनहरूसँग मिलेर व्यापार गर्दै हुनुहुन्छ। पारिवारिक व्यापार रहेको छ भने लाभका स्थितिहरू निर्माण भएका छन्। प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नुहुनेछ। दाम्पत्य जीवन सुमधुर रहनका साथै छरछिमेकीसँग पनि अत्यन्त राम्रो स्थिति निर्माण भएको छ। आफूभन्दा साना भाइ बहिनीहरूसँग राम्रो सम्बन्ध स्थापित गर्ने प्रयास गर्नुहोस् र स्थापित पनि हुनेछ। स्वास्थ्यलाई लिएर दर्शकवृन्दहरू यो वर्ष तपाईको लागि सामान्य रहेको देखियो। रक्तचाप आदिको समस्या रहेको छ भने चाहिँ सचेत रहनुहोस्। दीर्घ रोगी हुनुहुन्छ भने सचेत रहनुहोस्। खानपिनमा अलिकति ध्यान दिनुहोस्। यो वर्ष स्वास्थ्यलाई लिएर बेवास्ता चाहिँ नगर्नुहोला। अर्थात् ध्यान चाहिँ दिनु पर्यो, तर स्वास्थ्य सम्बन्धित विषयवस्तु राम्रै रहेको देखियो। विद्यार्थीहरूलाई शिक्षाको दृष्टिकोणले यो वर्ष उत्तम रहेको देखिएको छ। शिक्षालाई लिएर विदेश जाने सुयोग्य अवसरहरू प्राप्त हुँदैछन्। व्यवस्थापन तथा आध्यात्मिक क्षेत्रमा विद्यार्थीले उच्च सफलता पाउन सक्छन्। अर्थात् प्रबन्धकीय कुनै पनि प्रकारको यदि तपाईको म्यानेजमेन्टको विद्यार्थी हुनुहुन्छ भने पनि अत्यन्त राम्रा योगहरू निर्माण भए। होटल म्यानेजमेन्ट इत्यादि गर्दै हुनुहुन्छ या फेरि कुनै कला क्षेत्रबाट पनि तपाईँ हुनुहुन्छ भने त्यहाँबाट पनि राम्रा योग र संयोगहरू निर्माण भएका छन्। सबैको सहयोग तपाईले प्राप्त गर्नुहुन्छ। सबैको प्रिय बन्न सक्नुहुन्छ। हजुरहरूका लागि रातो, पहेँलो, सुन्तला र गुलाबी रंग शुभ रहेको छ। हजुरहरूका लागि 3, 5 र 9 अंक शुभ रहेको छ। हजुरहरूका लागि बुधबार, बिहीबार
र शुक्रबार शुभ रहेको छ। हजुरहरूका लागि जेठ, असोज, कार्तिक र फागुन महिना शुभ रहेको छ। जीवनमा दुःख आउँदाखेरि ग्रहहरूको उपचार सम्बन्धित विषयवस्तुमा हामीले यदि केही ज्योतिषीय परामर्श लिन सक्यौं भने विशेष राम्रो सफलता प्राप्त गर्न सक्छौं। दर्शकवृन्दहरू, यो वर्ष तपाईले विशेष गरी शनि सङ्कटा मन्दिरमा गएर बत्ती बाल्नुहोस्। तपाईको शनिको अढैया चलिरहेछ। यदि शनिदेव कुण्डलीमा ठिक छन् भने त समस्या भएन, तर शनिको स्थिति कुण्डलीमा ठिक छैन भने र तपाईको कर्म बिग्रिरहेछ भने अवश्य पनि शनिदेवले तपाईलाई सताउनेछन् र न्याय गर्नेछन्। भगवान शिवजीलाई रुद्राभिषेक गरेर पनि आफ्नो भाग्यलाई राम्रो बनाउन सक्नुहुन्छ। अशक्तहरूको सेवा गर्नुहोस्, सबभन्दा राम्रो शुभ योगको फल प्राप्त हुन्छ।